Good afternoon, respected teachers and all my junior students. It's me, Rosina Kharka from class 8. Our school is organizing an election for the post of school captain and vice captain. I'm also going to take part in the election. म यस विद्यालयमा विगत 6 वर्षदेखि अध्ययन गर्दै आएकी छु। त्यसैले यस विद्यालयका राम्रा पक्ष र सुधार गर्नुपर्ने कुराहरू बारेमा मलाई राम्रो ज्ञान छ। यो विद्यालयले मलाई ज्ञान, अनुशासन, आत्मविश्वास र धेरै राम्रो अवसरहरू प्रदान गरेको छ। त्यसैले म पनि आफ्नो विद्यालयको विकास र विद्यार्थीहरूको हितका लागि केही योगदान गर्न चाहन्छु। यदि तपाईहरूले मलाई आफ्नो बहुमूल्य मत दिएर विजय बनाउनु भयो भने म सबै विद्यार्थीहरूको आवाज सुन्ने, उनीहरूको समस्या बुझ्ने र मैत्रीपूर्ण वातावरण कायम राख्न सधैँ प्रयास गर्नेछु। अब हुन गइरहेको यही शुक्रबार हाम्रो स्कुलको प्राङ्गणमा रहेको मेरो भोटको चिन्ह रहेको छ माइक। हजुरहरूले सबैले मलाई माइकको चिन्हमा भोट दिएर विजय हासिल गर्न सक्नुहुनेछ। मेरो भोटको चिन्ह के रहेको छ रे? यहाँ उपस्थित धेरै साथीहरू आफ्नो पद प्राप्त गर्ने उद्देश्यले उम्मेदवारी दिनुभएको हुन सक्छ, तर म केवल पदको लागि मात्र उठेको होइन। म विद्यालयको जिम्मेवारी वहन गर्न विद्यार्थीहरूको सेवा गर्न र विद्यालयलाई जिम्मेवारी वहन गर्न विद्यार्थीहरूको सेवा गर्न र विद्यालयलाई अझ राम्रो बनाउनको लागि उम्मेदवार बनेको हुँ। यहाँ आफ्नो पद पाएपछि साथीहरू काम गरौँन्, तर म त त्यो हुँ जसले सबै साथीहरूसँग काँधमा काँध राखेर सँगसँगै काम गर्नेछु। मेरो लक्ष्य पद हासिल गर्नु मात्र होइन, विद्यालयको प्रगति र प्रत्येक विद्यार्थीहरूको हितका लागि काम गर्नु हो। म सधैँ इमान्दार, जिम्मेवारी र सेवाभावी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। नेतृत्व भनेको पद मात्र होइन, सेवा र जिम्मेवारी पनि हो भन्ने कुरामा म विश्वास गर्दछु। फेरि एकपटक भन्नुहोस्, मेरो चुनावको चिन्ह के रहेको छ रे? फेरि एकपटक भन्नुहोस्। मलाई तपाईहरूको अमूल्य मत र साथको आवश्यकता छ। तपाईहरूको विश्वासलाई कहिले टुट्न दिने छैन र विद्यालयको प्रगतिको लागि निरन्तर मेहनत गर्नेछु। मलाई विद्यालय उपकप्तान पदमा विजय गराई सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म उपकप्तानबाट विजय हासिल गरेँ भने म हजुरहरूको समस्या सुधार गर्ने केही कुराहरू यस सूचीमा लेखिएको छ र त्यस कुराहरू भन्न गइरहेको छु। सबैजनाले ध्यानपूर्वक सुनिदिनु होला। विद्यालयलाई अझ सफा, सुन्दर र व्यवस्थित बनाउने प्रयास गर्नेछु। विद्यार्थीहरूको समस्या सुनेर समाधानका लागि पहल गर्नेछु। सबै विद्यार्थीलाई समान सम्मान र अवसर दिलाउन सहयोग गर्नेछु। खेलकुद, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूलाई थप सक्रिय बनाउँछु। अनुशासन कायम राख्दै मैत्रीपूर्ण वातावरण बनाउने गर्दछु। नयाँ र सृजनात्मक गतिविधिहरू सञ्चालन गर्न सुझाव दिनेछु। विद्यालयको नाम र प्रतिष्ठा बढाउन मेहनत गर्नेछु। खाजा घरमा पाइने सफा र मिठा खाजाहरूलाई अझ व्यवस्थित बनाएर हजुरहरूको स्वास्थ्यको लागि महत्त्वपूर्ण खाजाहरू व्यवस्थित गर्नेछु। विद्यालयमा हुने थुप्रै फोहोरहरूलाई व्यवस्थित गरेर कुहिने र नकुहिने फोहोरहरूमा छुट्याई हजुरहरूको लागि धेरै राम्रो कामहरू गर्नेछु। त्यसैले मलाई हजुरहरूले मत प्राप्त दिएर विजय हासिल गराउनुहुन्छ भन्ने विश्वास राख्दछु। मेरो भोटको के चिन्ह रहेको छ रे? फेरि एकपटक भनिदिनुहोस्। मलाई हजुरहरूले सबैले भोट दिएर जिताउनुहुन्छ भन्ने म आशा राख्दछु र मेरो आशालाई ननिभाउन दिनुहोस् र हजुरहरूले सबैले मेरो माइकको चिन्हमा भोट गरिदिनुहुन्छ भन्ने म विश्वास राख्दछु। तपाईँको मत मेरो जिम्मेवारी। यति भन्दै म मेरो प्रस्तुति यही नै टुङ्गाउन चाहन्छु। धन्यवाद।